फाइनली अब चाहिँ हामी हिँड्यौँ घुम्नलाई। हो दाजु लिफ्ट पाइन्छ? कसो म त राखिदिन्छु त यो दा हो। ल हेलो साथीहरू, हामी चाहिँ अब हिँडेको मानङकोट घुम्नलाई 4 जना। भयो आइपुग्दा गाडी चाहिँ ऊ पर राखेको छ। हामीले पर टल्किँदैछ, उसको जुनकिरीको चाकमा बत्ती बल्दैछ। हिँडेको हामी चाहिँ अब यहाँ होटल खोज्दै हिँड्दैछौँ है। रिसोर्ट यो चाहिँ रातिको नजारा, केही देखेको छैन। रातिको नजारा यो चाहिँ। यो कुन ठाउँ होला? यही बाटो त हो नि, भिड देखाएको हो नि त। कस्तो राम्रो। यति राति म कहाँ हिँड्दैछु होला साथीहरू भन्नुहोस् त, गेस गर्नुहोस् तपाईँहरूले। यस्तो अँधेरो रातमा कालो कपडा लाएर यस्तो जङ्गल भिड पाखातिर म कहाँ हिँड्दैछु होला, गेस गर्नुहोस्। ल साथीहरू, हामी चाहिँ यहाँ मानङकोट आएर यसरी योले बार्बिक्यु गर्दैछौँ हामी। यता हुनुहुन्छ हाम्रो सोल्टी, यता हुनुहुन्छ हाम्रो मासु। लस्सु साथीहरू, यता हुनुहुन्छ हाम्रो कपाल, हामी दुईजना फुफु बधाई नि। ल यही हो मानङकोटको भ्यू। ल बिहानको भ्यू हो यो। फाइनली घाम निस्कियो साथीहरू। फाइनली घाम निस्कियो साथीहरू। अब यति हो यहाँको नजारा भन्ने। ल सकियो साथीहरू। अब टिकटक भिडियो बनाएर फोटो खिचेर सकियो। कोटको डाँडामा यो फुल भएको देखेर आएको हेर्नुहोस् साथीहरू। अन्त छैन फुलै अहिले त यस्तो पो रहेछ। बादल पारीको देश।
अब मानवकोटबाट फर्केर फेरि उता बन्दीपुर घुम्न जाँदैछौँ। मलाई चाहिँ निन्द्राले एकदम धेरै डिस्टर्ब गरिरहेछ। यहाँ हामी उसको पुल आयौँ, के अरे दमौलीको पुल आयौँ। अब हामी बन्दीपुर लाग्दैछौँ है अगाडि। Gonna cut down one. Cut it up, bro. ग्राउन्डमा छु म, यहाँ दौडिँदैछु। मौसम कस्तो छ आज? ब्याकग्राउन्ड भेरी बेस्ट, राम्रो छ। बन्दीपुरको ग्राउन्ड रहेछ। यहाँ चाहिँ आज बल खेलाउँदै रहेछ। हामी हेरेर फर्किँदैछौँ। आज म एकदम धेरै थाकेको जस्तो भयो। निन्द्रा नपुगेर होला, हिजो धेरै उफ्रेर थाकेको छु, फ्रेस छैन ज्यान। ल साथीहरू, अब चाहिँ 2 चम्चा चटपटे खाएर हामी लाग्यौँ बन्दीपुर भ्याली के गर्न, अवलोकन गर्न। ल साथीहरू, अब हामी लाग्यो यता। ल भन है साथीभाइहरू, के ल्याइदिनु पर्छ? पैसा क्युआर गरिदेऊ, म किनेर ल्याइदिन्छु। यो बाइकमा चढेर हामी घुम्न जानुपर्छ है बन्दीपुर। ओ माय गॉड, कस्तो राम्रो भ्यू हेर्नुहोस् त साथीहरू, कति राम्रो। फाइनली हामी जब रेडी भइसक्यौँ साथीहरू, अब हामी फोटो खिच्न जान्छौँ। यहाँ बन्दीपुर आइसक्यो, बन्दीपुर रेडी भइयो। ल साथीहरू, फोटोसोटो खिचेर हामी टिकटक बनाएर सक्यौँ। अब हामी लाग्छौँ पोखरातर्फ। हामी उता टिकटक बनाउँदै हुनुहुन्छ। यही हो ल बन्दीपुरको भ्याली नजारा। ल अब चाहिँ हामी बन्दीपुर घुमेर घर लाग्दैछौँ। सक्यो आजको हाम्रो डे 2 घुम्ने काम सकियो। कस्तो लाग्यो पनि राम्रो लाग्यो, मनैबाट त होइन होला, राम्रो लाग्यो। जस्तो बाई बाई साथीहरू।